हेलो एभ्रिवान, वेलकम माई युट्युब च्यानल। सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म हो सदिक्षा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु। आज फर्स्ट टाइम भिडियो लिएर आएको छु। तपाईँहरूलाई कस्तो लाग्छ जस्तोको त्यस्तै प्रतिक्रिया दिनु होला र आशा छ माया गरिदिनुहुन्छ, सपोर्ट गरिदिनुहुन्छ भन्ने है। त्यसैले म आज भिडियो लिएर आएको छु, फर्स्ट टाइम हो। आजको भिडियो के रहेको छ भनेर भिडियो अन्तिमसम्म हेर्नुभयो भने पक्कै पनि थाहा पाउनुहुन्छ है। आज मैले पानीपुरीको भिडियो लिएर आएको छु। कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ दिनु होला है साथीहरू। मैले पानीपुरीको लागि आलु बसालेको छु। आलु पाक्दैछ है, हेर्दै जानु होला है त मेरो भिडियो। पानीपुरी फुराउँदैछु है साथीहरू। यो रेडिमेड न पानीपुरी नेपालमा त कस्तो हुन्छ, यहाँ इन्डियामा यो फुट्दै फुट्दै फुटिदिन्छ कि यस्तो हुन्छ है यहाँको रेडिमेड पानीपुरी। फस्ट जान्छ। देख्नुभयो साथीहरू, यस्तो हुन्छ। अनि यो के काम लाग्यो यार त, यस्तो हुन्छ। नेपालतिर हुन्छ कि हुन्न साथीहरू? हेर्नु त सबै यस्तै फुटेर के फुट्दै फुटिदिन्छ नि बिचमै। किन यस्तो हुन्छ साथीहरू? मैले नजानेर हो कि के हो? यति राम्ररी चाहिँ फुट्छ अनि फुटिदिन्छ कि बिचमा। अनि खुम्चिन्छ, फुटेपछि खुम्चिदिन्छ कि। हेर्नु है, ऊ फुट्यो, फेरि पनि फुट्यो। अहिले मैले यसको दाना देखाइदिन्छु है साथीहरू, कस्तो हुँदो रहेछ यो। फुराइसकेपछि देखाउँछु है तपाईँहरूलाई। गर्मीले मरि नै भयो साथीहरू। हेर्नु त, ओहो पसिना कसरी बगेको छ, घाँटीटा धरेर देख्नु हो कि नै? हेर्नु त, यो साउथ इन्डियामा न यति गर्मी हुँदो रहेछ, यति गर्मी हुँदो रहेछ साथीहरू। कोही पनि नआउनु होला है यो ठाउँमा। यस्तो गर्मी है, पङ्खा चलाउँदा कुलर चलाउँदा पनि यस्तो है, पसिना बग्न छोड्दैन साथीहरू। गाह्रो छ जिन्दगी, गाह्रो छ, मुस्किल छ हो काट्न। पुरा पसिनाले भरेको छ, पुरा पोल्नु लागेको छ है। पानीपुरी त खाने भनेको पानीपुरीले मैलै खाला जस्तो छ साथीहरू। हेर्नु त साथीहरू, यो पानीपुरी यस्तो हुन्छ। ल हेर्नु, यो मजाले फुट्छ है, फुल्ने बेलामा तपाईँ एउटा पनि गतिलो छैन कि। हेर्नु न, मजाले फुट्छ अनि फस गरेर फुटे जस्तो हुन्छ नि, यस्तो खुम्चिन्छ नि। यस्तो के अर्थ है? कसरी बनाउनुहुन्छ साथीहरू? तपाईँले कसरी फुराउनुहुन्छ हो फुराउने बेलामा? यस्तो त हुँदैन हो पानीपुरी त। के हो यो? मलाई त अल्छी लाग्यो, म यति नै बनाएँ है। देख्दै झ्याउ लाग्यो यो। के अर्थ है यस्तो? सब हेर्नु न, सब यस्तो हुन्छ है, खुम्चेर। यस्तो नै हुन्छ र साथीहरू। के गर्नुपर्छ फुराउने बेला मलाई भनिदिनु है साथीहरू। यहाँ मैले आलु पनि तयार पारेको छु।
पानीपुरी खाने भनेर रहर मात्रै हुने भयो। फाइनल साथीहरू पानीपुरी पनि रेडी भइसक्यो है। यो चाहिँ मसला पानीपुरीको, यो पानी है, यो पानीपुरी त है सबै बिग्रेको छ। अब चाहिँ म चाहिँ खान सुरु गर्छु साथीहरू। गर्मीले चाहिँ मरिएला जस्तो भएको छ साथीहरू। नेपालमा के कस्तो छ मौसमहरू है? यहाँ त उडेको चरा नि खस्ला जस्तो गर्मी छ। र पनि पानीपुरी चाहिँ खान चाहिँ छोड्नुहुन्न है साथीहरू। पानीपुरी चाहिँ खानुपर्छ है। हामी केटी मान्छेको भनेको एकदम मनपर्ने भनेकै पानीपुरी है। पानीपुरी चाहिँ खानुपर्छ जस्तो गर्मीमा म चाहिँ खान्छु। फाइनली रेडी भइसकेको छ। अब चाहिँ म पानीपुरी खान्छु। मेरो भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ दिनु होला, सपोर्ट गरिदिनु होला है साथीहरू। भर्खरै नयाँ हो मैले खोलेको, कस्तो लाग्छ जस्तोको त्यस्तै प्रतिक्रिया दिनु होला। तपाईहरुको प्रतिक्रियाले चाहिँ म अगाडि बढ्ने हौसला मिल्नेछ। ल त पानीपुरी खान चाहिँ स्टार्ट गर्नु पर्छ साथीहरू। फर्स्ट बाइट खाएला दामी भएको छ है पानीपुरी चाहिँ। क्यामेरा समात्ने मान्छे नभएर नि पिपरु।
मुखमै अट्दैन त हो पानी पुरी त। फाइनल साथीहरु पानीपुरी पनि खाइयो, गरिबी भए पनि है। पानीपुरी त खाइयो, यता पसिना बगे यता भित्र पुरै पासो पानीपुरीले। ल त साथीहरु आजलाई चाहिँ भिडियो यतिमै इन गर्न चाहन्छु। तपाईहरुलाई कस्तो लाग्छ हेरेर साथ दिनु होला। आशा छ माया गर्दिनुहुन्छ है। फर्स्ट भिडियो त्यति बोल्न आउँदैन र पनि कोसिस गरेको छु र आजलाई चाहिँ भिडियो यतिमै इन गर्न चाहन्छु है साथीहरु। तपाईहरुले माया गर्नुभयो, सपोर्ट गर्नुभयो अनि फेरि नयाँ भिडियो लिएर आउने छु है साथीहरु। आजलाई चाहिँ बाइ बाइ।